साथीहरु हामी चाहिँ अब पाँच पोखरी घुम्न गएको अब यहाँको भ्यूजहरु हेर्नुस् होला यस्तो भ्यूजहरु एकदम ब्लर भइरहेछ तिम्रो क्यामेरा हामी कहिले पुग्ने यसलाई घुम्नुपर्छ जुन फटाफट यस्तो बाटो छ कि अब यहाँ चाहिँ यहाँबाट लड्यो भने चाहिँ एकैचोटि नाक जोतिन्छ है बाटोहरु यस्तो छ यहाँ चाहिँ डरलाग्दो अलिक हेरेर हिँड्नुपर्छ कि चिया खाने चियापत्ती चाहिँ यस्तोलाई भनिन्छ यस्तो दामी हुन्छ यहाँतिर चियापत्ती चाहिँ अब यस्तो मजाको हुन्छ हेर्नु नि कति दामी है फुलहरू हामी कहिले पुग्ने यसलाई घुम्नुपर्छ जुन फटाफट यो चाहिँ यस्तो छ हाम्रो होमस्टेहरू मजाको छ आउनुभयो भने दामी छ यो भयो देखाइदियो भने चियापत्ती घारी कुच्चोहरू छ हो त्यसको माथि चाहिँ राम्रो चियापत्ती के भन्छ अमृतसरलाई चाहिँ माइन गर्नु होला भनिदेऊ न यो चाहिँ तपाईँहरूको घरबाट ल्याउने कुच्चो हुन्छ नि त्यसको झाडु है झाडु बनाउनु मधेसमा झाडु भन्छ नि आमा यहाँ तल हेर चियापत्तीहरू हाम्रो चाहिँ कुच्चो भन्छ चियापत्ती तर यसको पत्ताले काट्यो भने चाहिँ छुरीले जस्तै काटिन्छ हो डरलाग्दो हुन्छ अब हामी यो घरमा पुग्नु आँटे यही चियापत्ती चक्कु हाने जस्तो हुन्छ हो तलसम्म पुग्दा चाहिँ चक्कु हाने जस्तो हुन्छ यस्तो चाहिँ हेर्नुहोस् है हामी डल्लै चियापत्ती बगान देखाइ चियापत्तीको बगान माथिबाट आएको हामी हो यहाँ माथिबाट आएको घुमेर यस्तो घुमेर चाहिँ कस्तो दामी पो छ त यहाँतिर देख्यो होमस्टेहरू कम्ता छैन यहाँ पुरा आउँछ यहाँ टुरिस्टहरू यस्तोमा पनि बाटो चाहिँ यस्तो छ हो गन्द्रङ घोडामा चढेको जस्तै उफ्रिन्छ यहाँनिर चाहिँ यहाँ पुरा गरम भएर भाइले कपाल बाँधिँदैछ हो बाटोमै रुझाइरहनु नबर्सेर कस्तो दामी छ त फोटो खिच्ने पनि रहेछ यहाँ हो